आज चाहिँ मायाको बुवालाई भेट्न जाने। मायाको मम्मी बुवा चाहिँ नेपाल जाँदै हुनुहुन्छ पर्सि। त्योभन्दा अगाडि चाहिँ यसो भेटेर कुरा गर्ने, लाइक एन इन्टरभ्यू। आज चाहिँ मेरो इन्टरभ्यू। मम्मीसँग त भेटिरहेको हुन्थेँ, बुवासँग चाहिँ खासै भेटेको छैन, खासै होइन, अहिलेसम्म भेटेको पनि छैन। त्यही भएर आज चाहिँ यसो भेट्ने। अलिकति नर्भस छु, अहिलेसम्म भेटेको छैन, फर्स्ट टाइम भेट्दैछु। अब कस्तो हुन्छ कुरा, अब खै अलिकति एक्साइटेड भन्दा पनि नर्भस त बढी। अनि के भन्ने, के कुरा हुन्छ होला, के कुरा गर्ने, के सोध्नु होला अथवा के होला कुरा। अब त लगभग फिक्स भइसक्यो, हाम्रो सबै कुरा फिक्स भइसक्यो। तर पनि बुवासँग भेटेको चाहिँ पहिलोचोटि भेट्ने भएको भएर चाहिँ मेरो पनि नै डर लागिरहेको छ। म आइपुगेँ, अलिकति अगाडि रोकिरहेको छु। मायालाई केही इमर्जेन्सी गरेर त्यही भएर चाहिँ म आउँछु, अनि त्यसपछि आउला भनेर भन्ने। त्यही भएर म चाहिँ बाहिर बसिरहेको छु, एकैछिन कुर्छु।